हेलो साथी हो, हामीले चाहिँ यसो आज पिङ थप्ने भनेर लाग्यौँ। हामीलाई चाहिँ दसैँ लाग्यो होइन, हजुरहरूलाई कस्तो हुँदैछ। हामी चाहिँ दसैँतिर यसो पिङ थप्ने भनेर लाग्यौँ। अनि यसो कल गर्दाखेरि साथीहरूलाई कलको थाहा भएन, यसो खोज्दै गयौँ तर साथीहरूलाई बल्ल भेट भयो। अनि फाइनली भेट हुँदाखेरि हामीलाई टोटल 4वटा बाँस चाहियो नि, 2टा बाँस चाहिँ लगिसक्यो साथीहरूले। अनि हामी खोज्दै जाँदाखेरि ल फाइनली बोका पनि भेटियो। बोका पनि साथी हो, हामीले फेरि बाँस भेटाइसकेको छौँ। बाँस भेटाइ काट्ने तर्फतिर लाग्यो साथी हो। हामीले बाँस भेटाएर हामी सबैजना बोकेर हिँड्दैछौँ। ल ठुलो बाँसको लागि चाहिँ 3जना साथी भयो। अनि हामी सानो बाँसको लागि चाहिँ 2जना मिलेर बोक्दै आयौँ। साथीहरू मेरोलाई चाहिँ हल्का खाजा नि खाएको थिएन बिहानदेखि। अनि यसो खाजा खान गयौँ म चाहिँ घरमा। अनि म घरमा गइसके पछाडि यसो जाँदै गर्दाखेरि अब मम्मीहरू पनि ठ्याक्कै खाजा खान लाग्नु भएको छ। त्यसपछि अनि म ठ्याक्कै टाइममै पुगेछु। मैले खाजा खाएँ, त्यसपछि खाजा खाँदै जाँदै थिएँ। जाँदै गर्दाखेरि सबैजना ल पुगेर उहाँहरू पनि ट्याक्कै कोही डोरी बाट्ने दमादम काम गर्दै हुनुहुँदो रहेछ। उचाल हामी त सुँगुर मासु खाने भो, केटाहरू सुँगुर मासु खाने भो। सबैजना मिलेर ल 4वटै बाँस हालेर सबैजना चढ्दैछ। 2जना 2टा बाँसमा चढ्नु भयो। पिङ अब रेडी हुनलाई धेरै टाइम लाग्दैन। फाइनली पिङ रेडी भइसकेको छ। अब हामी